धेरै धन्यवाद। हेलो साथी नमस्ते। ओके नमस्ते साथी, कहाँदेखि को श्रोता साथी हुनुहुन्छ? अब भने हामी भने कार्यक्रमको अन्तिम चरणमा पुगिसकेका छौँ। यहाँलाई यो अन्तिम गीत मात्रै छ हाम्रो लागि। अब भने कहाँदेखि को श्रोता साथी हुनुहुन्छ? नमस्ते हजुर। अब भने बेटिलो अब भने हामी भनेको यो यसमा प्रोग्राम सुन्दै भन्नुपर्छ ल। ओके प्रोग्राम सुन्दै भनेपछि मात्र तपाईँको 5 जना साथीलाई डेडिकेसन। फर्स्ट अफ अल प्राविधिकमा हुनुहुने सिस्टर तपाईँलाई ओके हाम्रो तर्फबाट यहाँलाई धेरैभन्दा धेरै धन्यवाद। र जति पनि मलाई मुना लिम्बू भनेर चिनाउने सम्पूर्णलाई भन्दै ओके बाई बाई। पाँच तर्फको रानीगञ्जबाट हुनुहुन्थ्यो बिमला लिम्बू, उहाँले चाहिँ निकै नै मिठो गीत रोजेर गइसक्नु भइसकेको छ। अब भने कोही साथी हुनुहुन्छ यस कार्यक्रम सुन्नुहुने। अब भने यहाँको म फेसबुक कमेन्टहरू थोरै यहाँको फेसबुक कमेन्टहरू हेर्न चाहन्छु र फेसबुक कमेन्ट हेरेपछि एकजना साथीसँग कुरा गर्नेछौँ। त्यस पश्चात चाहिँ हामी पनि कार्यक्रमबाट बिदा मागेर जानेछौँ। लेख्नु भएको छ सुषमा लिम्बू 5 तार कुमाई गाउँपालिका वडा नम्बर 4बाट लेख्नु भएको छ। हेलो दादा के छ हालखबर? आरामै हो? दसैँ कस्तो लाग्यो भनेर लेख्नु भएको छ। ओके हाम्रो लागि दसैँ राम्रै लाग्यो। अब मासु भात पनि खाइया छ। अब त्यस्तै भन्नुपर्छ। अब हजुरको लागि चाहिँ कस्तो छ मलाई थाहा भएन। अब अर्को कमेन्ट हेर्नु गइरहेको छु। हेलो दादा के छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भनेर भन्नुभएको छ। अब कार्यक्रम पनि सुन्दैछु म। अब कार्यक्रम पनि सुन्दै गरेको। अब यस कार्यक्रमको आवाजमा चाहिँ म अब कार्यक्रमको लागि चाहिँ म जानकारी गर्न सकिनँ। म अहिले सुरुमै भनिसकेको छु, अघि नै सुरुमै बताइदिइसकेको थिएँ। अब यस कार्यक्रमको लागि चाहिँ अब म केही गर्न सक्दिनँ। अब अर्कोजना साथीले गर्नुभएको छ। हेलो दादा नमस्ते के छ हालखबर? दसैँ कस्तो आयो भनेर भन्दै लेख्नु भएको रहेछ। अब हजुर मेरो लागि त दसैँ राम्रै आयो र यो एफएम होल्ड युनिटको लागि पनि राम्रै दसैँ आएको छ भन्नुपर्छ। अब कहाँदेखि अब भने फेसबुक कमेन्टहरू यति होला भनेपछि अब भने यो निकै नै मिठो गीत छोड्दै म तपाईँहरूको विकास लिम्बू पनि यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हवस् त नमस्कार। खै गीत त आएन त। खै गीत